नमस्कार सबैलाई। फेरि पनि एकचोटि स्वागत छ हजुरहरूलाई। र आजको विषय रहेको छ सपनामा उनी। कहिल्यै सोच्नु भएको छ सपना किन बीचमा टुट्छ र त्यो सपना किन अधुरो रहन्छ। रात गहिरिँदै थियो, म बिस्तारै निन्द्रामा हराउँदै थिएँ। अचानक एउटा अनुहार देखा पर्यो। त्यो अनुहारहरू कसैको थिएन। त्यो अनुहार त थियो मेरो पुरानो प्रेमिकाको। उनी सधैँ जस्तै सुन्दर थिइन्। त्यही हाँसो, त्यही नजर, जुन हाँसो र नजरले मलाई कहिल्यै छोडेको थिएन। तर आज भने सपना र विपनामा कुनै फरक थिएन। उनी विपना झैँ सपनामा पनि मलाई छोडेर जान थालिन्। म चिच्याउन खोज्दै थिएँ, उसलाई रोक्न खोज्दै थिएँ र भन्दै थिएँ, पर्खन, अझै कुराहरू त बाँकी नै छन्। तर सपना सधैँ झैँ बीचमै टुट्यो। म झस्किएर बिउजिएँ। मन अशान्त थियो, केही अपुरो त केही अधुरो। मनमा फेरि उनलाई देख्छु भन्ने आशा जाग्यो र फेरि एकचोटि आँखा बन्द गर्न खोजे। फेरि एकपल्ट म सपनाभित्र छिरे। निकै बेर उनलाई खोजे, तर कतै उनलाई देखिन। र म सपनासँगै सपनाभित्र बोल्न खोजे। सपनासँग कुरा गर्न थाले। मैले सपनालाई सोधे, किन अधुरो छोडिस्? किन मलाई उनीसँग पुरा कुरा गर्न दिनस्? सपना ममाथि हाँस्न थाल्यो र बिस्तारै भन्यो, उनलाई तेरो सपनामा पनि बस्न मन छैन। यदि मन भएको भए म किन बीचमै टुट्थे र? सायद कहिलेकाहीँ अधुरो सपना हामीलाई साँचो कुरा सम्झाउन आउँछ। धन्यवाद। यस्तै छोटा मिठा कविता सुन्नका लागि यस च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। र आशा राख्छु फेरि पनि अर्कोचोटि नयाँ कविताको साथ आउनेछु। धन्यवाद।